मुगली जंगलको बाटो हुँदै एउटा सुनसान र अड्यारो ठाउँमा पुग्छ। त्यहाँ यति धेरै सुनसान हुन्छ कि जहाँ आफ्नो मुटुको धड्कन पनि सजिलै सुन्न सकिन्थ्यो। अनि मुगलीले भन्छ, कोही छ यहाँ? अनि कतैबाट केही आवाज आएको जस्तो सुन्छ र अनि उसले भन्छ, को हो त्यहाँ? अनि कतैबाट आवाज आउँछ, ए मेरो प्यारो बच्चा, तिमी नडराऊ, म तिमीलाई केही पनि गर्दिन। अनि मुगलीले भन्छ, म यही बाटो हुँदै अगाडि गइरहेको थिएँ, म कसैलाई दुःख दिन चाहन्न। अनि कतैबाट आवाज आउँछ, कसैलाई दुःख कष्ट हुँदैन, एक्लै छौ कि अरू कसैसँग छौ तिमी? यो जङ्गलमा कोही पनि कहिले एक्लै आउनु हुँदैन। अनि मुगलीले भन्छ, म मेरो साथीलाई पर्खिरहेको छु, ऊ सायद आउँदैछ होला। अनि आवाज आउँछ, जब म तिम्रो साथमा बस्न चाहन्छु, तिम्रो साथी नआउन्जेल, यदि तिमी चाहन्छौ भने। अनि एउटा विशाल सर्प आएर भन्छ, म तिमीलाई खुसी राख्नेछु जबसम्म तिमी अनि म सँगै। अनि मुगलीले जवाफ दिन्छ, तिमी को हो? अनि त्यो विशाल सर्प नजिक आएर भन्छ, का, मेरो नाम हो का। अनि त्यो सर्प मुगलीको अझै नजिक आउँछ, तर मुगली भने डराइरहेको हुन्छ। काले भन्छ, बिचारा प्यारो शरीर, यति ठुलो घना जङ्गलमा तिमी कसरी आयौ? अनि मुगलीले भन्छ, म यही जङ्गलमा बस्छु। काले भन्छ, तिमी जान्दैनौ तिमी को हो भनेर। म जान्छु तिमी को हो। अनि कहाँबाट आयौ? मुगली एकछिन सोची बस्छ र भन्छ, हो र? काले भन्छ, हो, यो कुरा मैले सत्य भन्दैछु। का मुगलीको एकदमै नजिक आउँछ र भन्छ, के तिमी देख्न चाहन्छौ यो सबै घटनाहरू? हुन्छ, म देख्न चाहन्छु। त्यो सर्पले आफ्नो आँखाबाट पुरै दृश्यहरू देखाउन सुरु गर्छ। यस्तो मान्छे आफ्नो बस्तीमा नै रहन्छ, जङ्गलको अड्यारोदेखि टाढा। अनि कहिलेकाहीँ यात्रा सुरु गर्छ। अनि उसको गुफा अड्यारोमा सास लिने गर्छ। यसलाई रक्तफुल भनिन्छ। मानिसको रचना देख्न सुरु गरिन्छ। अनि सूर्यको किरण पनि पर्दादेखि हट्छ। अनि उसको विनाश। मुगलीले उसलाई ध्यान दिएर सुनिरहेको हुन्छ र अनि मुगलीले उसलाई प्रश्न सोध्छ, त्यो को हो? ऊ त्यो व्यक्ति हो जुन आफ्नो बच्चाको सुरक्षा गरिरहेको छ। गुफाको वरिपरिबाट एउटा डरलाग्दो आवाज आउँछ। त्यो मानिस हतार हतार आगोको ज्वाला उठाएर हेर्न सुरु गर्छ। जब ऊ फर्केर हेर्छ, उसले शेरखानलाई देख्छ र शेरखान एक्कासी उसलाई अट्याक गर्न सुरु गर्छ। शेरखानले त्यो बच्चाको बाबालाई अट्याक गरिरहेको हुन्छ। त्यो बच्चा भने त्यो दृश्यलाई देखिरहेको हुन्छ। उसको अनुहार जलाइदियो। शेरखान यति छिटो भाग्यो कि त्यो मानिसको बच्चालाई देख्नै सकेन। त्यसपछि त्यो सानो बच्चा आफ्नो जीवनमा एक्लै हुन्छ। अनि ऊ बौटारिँदै जङ्गल एक्लै हिँडिरहेको हुन्छ। एक दिन बगिराले उसलाई टाढाबाट देख्छ र उसको नजिक जान्छ र मुगलीले पनि उसलाई हेरिरहेको हुन्छ। बगिराले उसलाई भित्रबाट निहालेर हेर्न लाग्छ। त्यो बच्चा डर नमानिकन आफ्नो हातले त्यो बगिरालाई समाउँछ। उसलाई थाहा हुँदैन कि यो एउटा खतरनाक जनावर हो। सुरुमा बगिराले उसलाई अर्कै नजरमा हेरिरहेको हुन्छ। त्यो बच्चाको व्यवहार देखेर उसको मन शान्त हुन लाग्छ। अनि त्यो बगिराको मनमा दया भरेर आउँछ। कालले उसलाई सबै कहानी सुनाइसकेपछि भन्न थाल्छ, के तिमी यो जङ्गलमा बस्न चाहन्छौ? के तिमी मसँगै बस्न सक्छौ? म तिमीलाई धेरै नजिक राख्छु। तिमी डराउन बन्द गर। मुगलीलाई काले शरीरमा बेरिसकेको हुन्छ र ऊ एकदम नजिक आउन थाल्छ। विश्वास गर मेरो। यति भन्दै मुगलीलाई काले खान लागेको हुन्छ। पछाडिबाट एउटा जनावर आएर कालाई हमला गर्छ। काले मुगलीलाई भुइँमा फाल्छ र त्यो जनावरसँग फाइट गर्न सुरु गर्छ। मुगली भने यतिकैमा बेहोस हुन्छ। मुगलीलाई बचाउने जनावर अरू कोही नभएर बलु हुन्छ। बगिराले मुगलीलाई एउटा गुफाभित्र लगेर राख्छ र मुगलीको होस कतिखेर आउँछ भने उसलाई कुरेर बसिरहेको हुन्छ। केही समयपछि मुगलीको होस आउँछ र उसले बलुलाई देखेर जोरले चिच्याउन सुरु गर्छ। बलुले भन्छ, एक कति कराको चुप्लाएर बस, अब त ठिक छस्, तेरो होस आइसक्यो। मुगलीले भन्छ, कहाँ छु म? तँलाई थाहा छैन तँसँग के हुँदै थियो? मुगली भन्छ, थाहा छैन मलाई। बलुले भन्छ, ओही कुनै कुरा त तँलाई थाहा हुनुपर्छ।
मैले तँलाई मृत्युबाट बचाएर लिएको छु। तेरो भाग्यले म त्यहाँ पुगेर मैले तँलाई बचाउन पाएँ।